हेलो एभ्रिवान। अनि यो चाहिँ हामी कालिका मन्दिरबाट फर्किने बेलाको हो। अनि यहाँ चाहिँ हामी बाटोमा आउँदाखेरि एउटा ठाउँमा चाहिँ यसरी झरनाहरू गइरहेको थियो। बाटोहरू चाहिँ ठिकै थियो, काहीँ चाहिँ यस्तै अप्ठ्यारोहरू थियो। अनि हामी चाहिँ जाँदा जाँदा होइन एउटा ठाउँमा चाहिँ यति राम्रो होटेल क्या, हेर्न सक्नुहुन्छ, यति राम्रो रेस्टुरेन्ट। त्यस्तो ठाउँमा पनि कस्तो दामी रेस्टुरेन्ट रहेछ, कति राम्रो। हेर्नु न, तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ बेलुकाखेरि घरमा उता बस्ने ठाउँमा पुगेको थियौँ। हामी चाहिँ होटेलमा पुग्यौँ। अनि हामी बस्ने होटेल चाहिँ यही हो। हामी चाहिँ जमसुङको छेउतिर नै हामी पुगिसकेका थियौँ, आधी बाटो नै। अनि यो चाहिँ हाम्रो मर्निङको भ्यू हो। यो चाहिँ हामी अब मुक्तिनाथपट्टि जान लागेको बिहानखेरि। अनि बिहान हेर्दाखेरि चाहिँ हाम्रो होटेल चाहिँ यस्तो थियो। अब हामीहरू चाहिँ जान्छौँ। आमाहरूले के भन्नुहुन्छ सुन्न सक्नुहुन्छ। कहाँ जान्नको? मुक्ति क्षेत्र पूजा गर्न जाने, भगवान भेट्न जाने। अनि अब हामी चाहिँ लाग्यौँ। अनि हेर्न सक्नुहुन्छ कति राम्रो भ्यू, यति राम्रो देखिन्छ कि होइन। हिमाल हेर्नु न कति नजिक छ, हामीभन्दा धेरै टाढा पनि छैन क्या। अनि त्यहाँबाट अनि यसो बाटोतिर पनि राम्रो खालको खोलाहरू मजाले बगिरहेको, सँगसँगै हिमाल, रुखहरू, यति राम्रो भ्यूहरू थियो कि हेर्न सक्नुहुन्छ कति राम्रो छ भनेर। अनि हामी चाहिँ अब यहाँपछि चाहिँ हामी यता त्यो पितृहरूलाई पानी दिन्छौँ नि, मलाई खासै त्यो बनाएन। हामी चाहिँ त्यहाँ जान लागेको। अनि हामी गाडीबाट झऱ्यौँ। गाडीबाट झरेपछि हेर्न सक्नुहुन्छ कति राम्रो हिमाल। अनि त्यहाँबाट हामी यहाँपछि चाहिँ त्यो तर्पण दिने ठाउँमा चाहिँ हामी गयौँ। अनि यत्रो ठुलो खोला थियो कि, खोला चाहिँ यहाँनिर चाहिँ दुईवटा नदीबाट निस्केको हुँदो रहेछ। अनि त्यहाँबाट हामी यहाँनिर अब आमाहरूले चाहिँ पानी दिनुहुन्छ, हेर्न सक्नुहुन्छ। मेरो तलको चाहिँ हजुरआमा, अनि मेरो माथिको चाहिँ मेरो आमा हुनुहुन्छ। अनि म चाहिँ हजुरआमालाई समातिरहेको थिएँ। अब खोलाको छेउमा छ नि त, त्यही भएर। अनि आमाहरूले चाहिँ तर्पण दिँदै हुनुहुन्छ, हामीहरूले चाहिँ अहिले दिन मिल्दैन अरे, बुवा मम्मी बाबाहरूले। अनि आमाले दिँदै हुनुहुन्छ। मलाई चाहिँ यो बेला अलिअलि डर पनि लागिरहेको थियो, किनभने खोला कत्रो ठुलो थियो क्या, छेउमै थियौँ। अनि त्यही भएर डर लागिरहेको थियो अलिअलि। अनि जसो हामीहरूले चाहिँ पूजा गऱ्यौँ। अनि लास्टमा एउटा दुईवटा फोटो खिच्यौँ। अनि यहाँपछि अब हामी मुक्तिनाथ जान्छौँ। हस्, बाई बाई।